नेपालका पहाडहरू कहिलेकाहीँ देवालय जस्तै पवित्र लाग्छन्, किनकि त्यहाँ कता कतै यस्ता मानिसहरू जन्मिन्छन् जसको हृदयमा लोभ होइन तेज बस्छ। 24 क्यारेट सुन जस्तै शुद्ध, जसमा न स्वार्थको खोट, न पदको लोभ, न कुनै व्यक्तिगत कृतिको तिर्खा हो। त्यही दुर्लभ आत्माको नाम हो महावीर पुन। मन्त्री जस्तो गाह्रो चाहिँ केही हुने रहेछ यार। अहिले म अस्ति त्यहाँबाट मन्त्रीबाट छोडेर यहाँ बाहिर हिँडेछु, कति आनन्द आयो। घुम्नु पाएको छ, बोल्नु पाएको छ। उहाँसँग जित्नुपर्ने कुनै निजी माइलस्टोन छैन, किनकि उहाँको सम्पूर्ण जीवन नै राष्ट्रका लागि समर्पित एउटा निरन्तर यात्रा हो। त्यहाँ डुलेर आउँछु भन्दा नि छोड्दैन। अनि म त्यो सिंहदरबार भन्दा बाहिर निस्किँदै उच्च शिक्षा, अन्तर्राष्ट्रिय अनुभव र विश्वले सम्मान गरेको उपलब्धि हुँदाहुँदै पनि सरल पहिरन अनि नम्र बोलीमा गाउँको माटोसँग जोडिएर उभिनुभयो र अरूले असम्भव देखेको ठाउँमा उहाँले सम्भावनाको कविता लेख्नुभयो। नारा होइन, कर्मबाट इन्टरनेट नपुगेको ठाउँमा ज्ञान पुर्याउँदै अनुसन्धान र नवप्रवर्धनलाई खेतबारीको पसिनासँग मिसाउँदै उहाँले देशलाई प्रेम गर्न तरिका सिकाउनुभयो। युवाहरूको चेत आएन भने फेरि परिवर्तन आउँदैन। युवाहरूको चेत आएन भने बुढाहरूले शासन गर्छ। बुढाहरूले उहाँको राजनीतिमा प्रवेश कुनै महत्वाकांक्षाको कथा होइन, यो त सेवाको अर्को अध्याय हो। संसद उहाँका लागि शक्ति केन्द्र होइन, जिम्मेवारीको स्थान हो। म्याग्दीबाट उठेको यो निस्वार्थ समर्पित र देश केन्द्रित आत्मा संसदमा पुग्नु भनेको एक व्यक्तिको मात्र जित होइन, नेपालको आत्माले आफ्नै पवित्र प्रतिबिम्ब देख्नु हो। किनकि जसको हृदयमा पाप छैन, जसको यात्रामा केवल देश छ, त्यस्ता मानिस इतिहास लेख्न आउँदैनन्। उनीहरू इतिहासलाई शान्त तर अमिट रूपमा उज्यालो बनाइदिन्छन्। महावीर पुन आज एउटा पात्र होइनन्, नेपाली सपनाको सबैभन्दा सुन्दर दृश्य हुन्। त्यसैले म्याग्दीले जनता फागुन 21 गते आफ्नो विवेक प्रयोग गर्दै सही ठाउँमा मतदान गर्नुहोला। मतपत्रमा त्रिभुज चिन्ह तपाईँको प्रतीक्षामा रहनेछ। है जानेको जति गर्छु सबै कुरा शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, अब विकासको क्षेत्रमा अब के गर्न सकिन्छ।